Our YouTube channel. This is me. I am Ramprasad Paudel. No, I am Ramprasad Paudel. He is the Dongana. अब पस्ने क्रममा जारी छ भित्र पस्ने क्रममा हाम्रो रामप्रसाद सर पनि रमाइलो मान्छे हुनुहुन्छ उहाँ सोसलको मान्छेहरू रमाइलो आम्मा ठिक छ त कहिले रातो कहिले कालो हैन हामी सबै कालो रहेछौँ उहाँ अर्को हजुर 10 रुपैयाँ युट्युबमा भिडियो हेर्नुस् है टिचरलाई त स्टोरतिर डिस्काउन्ट हुन्छ यहाँ टिकट हामी 6 जना छौं यो डिस्काउन्ट हुँदैन अस्ति त डिस्काउन्ट 5 रुपैयाँ ल्याए जस्तो लाग्छ टिकट हो यो लोकललाई चाहिँ डिस्काउन्ट कति रुपैयाँ हो भनिदिनु न टिकट 10 रुपैयाँ यो 10 रुपैयाँ ल राम्रो भाडा छ यो लोकल ठाउँमा पनि भीमसेन पार्कको लागि अनि उहाँले रुपिस 10 राम्रो ठाउँ भाडा छ यसले संरक्षण राम्रो हुन्छ भने हाम्रो ठाउँमा यो ल सबैजना आएर टिकट लिएर पस्दिनु होला यो संरक्षण अलिक सम्वर्धन गर्नु पनि छ त्यसकारण साथीहरू सबैजना आउनु होला घुम्नु स्थानीय पर्यटक अथवा स्थानीय हाम्रो ठाउँलाई सबैले चाहिँ नै राम्रो बनाउनु पर्छ ल पहिले सबैजनाको बनाउन भिडियो म आकै छैन कहाँ तपाईँ पहिला भन्ने हुन्छ म भन्छु पहिला इतिहासको बारेमा भन्नु साथी म पनि नेपालको परिप्रेक्ष्यमा स्थानीय निकायमा यस्ता पाखा पहेरा यस्ता मन्दिर उद्घाटन गर्न मन्त्री बोलाउने यो सिस्टम ठीक भएन के यो चाहिँ खिच्नु न वास्तवमा यो हाम्रो रामप्रसाद सरलाई यो यसको चाहिँ नि के अरे लोकार्पण गराउनु पर्छ रामप्रसाद सरको रामप्रसाद सर यहाँ तल हो रामप्रसाद सर भन्नु म जीवन ढुङ्गाना ठिक छ सरहरूसँग निकै रमाइलो छ ठाउँ पनि यो परिवेश राम्रो चिसो चिसो हावा चिसो र रमाइलो हुन बाँकी नै छ अझै यहाँ सबै उसको प्रतिनिधि छ जीवन सर हामी जीवन सर यतिकै हेर्न के गरे आज हामी आदरणीय गुरु हामी यहाँ विभिन्न विविधताले भरिएका जात जातिहरू फरक फरक छन् हैन धर्म पनि फरक छन् ठ्याक्कै मिलेको छ हो नगरपालिका वार्ड नम्बर 4 की नाम भीमसेन थापाको जन्मस्थल हो यसलाई भने होला नि हैन स्वर्ण अक्षरले लेखिने छ यही हैन स्वर्ण अक्षर भने हैन स्वर्ण अक्षरले लेखिएको छ नाम चाहिँ स्वर्ण स्वर्णले चाहिँ लेखेको छ होइन कहाँ बुढा स्वर्ण भनेको र सुन भनेको फरक त्यति हो क्या स्वर्ण भनेको सुन जस्तो जग्गादाता श्री मक्कर बहादुर गुरुङ श्रीमती कान्छी ओम स्वाहा के यता नि भट्टाउन थालेसी यता नि भट्टाउन थालेसी त्यही होइन गोर्खा नगरपालिकाले 43 लाख दिएर छ जिल्ला वन कार्यालयबाट 71,100,000 लाख 11 लाख 11,50,000 अनि श्रम श्रमबाट 11,50,000 यत्रो पैसा त बन्दैन यो हाम्रो चाहिँ भीमसेन पार्क गोर्खा जिल्लाको भीमसेन पार्कमा छौँ अहिले हामी सरको भनाइ यसो अलिकति राखिदिनु न हो मैले राख्नुपर्ने त धेरै कुरो थियो तर मैले आफ्नो चाहिँ बन्दुक बिर्सेन उ त्यसै गरी चाहिँ उभिन्थ्यो होला हैन बन्दुक त चाहिन्छ पुरानो भयो बन्दुकले भीमसेन थापा हाम्रा के भन्छ अंग्रेजहरूलाई लखड्न चाहनुहुन्थ्यो यसको बारेमा भन्दैन न सर दिनु भएन यसैबाट लेखन नै उसको धारणा थियो तर उहाँलाई मनै पराउनु हुन्थेन बिचरा बहादुर भए पनि हैन कहिलेर पनि अब आत्महत्या गरेर मर्नु पर्यो हो ए भीमसेन थापाको आत्महत्या कि हत्या हो सर यसमा अझै पनि मैले हिस्ट्रीमा सुनेको कहिले आत्महत्या भन्छ कहिले अनेक चाहिँ के अरे पढाइरहेको सुन्नुभयो टर्चर दिएर आत्महत्या पनि गरेको भन्छ कहिले मारेको हत्या गरेको भन्छ भने के हो खास यो अनि इतिहासकारको भनेअनुसार त्यो एकदम उ भन्छ के गलत किनभने त्यो चाहिँ जेलमा एउटा चाहिँ के उता पेटी त होल्नु पाइँदैन सिसा चाहिँ कहाँबाट आयो भन्ने हो झ्यालको सिसामा सिसा हुन्छ फुटाएर अनि के अरे त्यति बेलाको समयमा सिसाको आविष्कारै भएको थिएन पनि भन्छ नि
भएको थियो यो समय त थियो हो किनभने हिस्ट्रीमा चाहिँ नि यो के अरे इतिहासकारहरूले त्यो पनि भनेको मैले पाएँ कि ल उहाँले चाहिँ एउटा राम्रो कुरा उठाउनु भयो है सुन्नुभयो साथी हो भीमसेन थापाको मृत्यु हत्या हो कि आत्महत्या हो त्यो समयमा उहाँले जायज कुरा उठाउनु भयो त्यो बेलामा सिसाको आविष्कारै भएको थिएन हुन त 100% भएको थियो नेपालमा थापालाई बढी टर्चर भएर आफूले आत्महत्या गरेका अनि कसरी आत्महत्या चाहिँ केले गर्यो किन सिसाको आविष्कार नहुने हो र सिसाको सिसाको आविष्कार त भयो थियो सर भयो भनेको नेपालमा थियो कि थिएन त्यति किन बेला नहुने हो नेपालमा सिसा चाहिँ नि रणजित मल्लले भातगाउँका राजा रणजित मल्लले झ्यालमा चाहिँ नि रङ्गीन सिसा र बुट्टाहरू राखेको अहिले कुरा हो 1500 1600 तिरको कुरा हो यो 1800 लजिक राम्रो किन मैले आइएमा मैले हिस्ट्री पढेको हो कि त्यहाँ कुनै कुनै राइटरहरूले त्यो कुरा लेखेको छ कि त्यो क्रिटिकल्ली एनालाइसिस भनेर आउँथ्यो क्वेसन हत्या हो कि आत्महत्या हो भनेर चाहिँ नि लेख्दाखेरि त्यो कुरा पनि मैले कतै कुनै कुनै बुकमा पढ्न पाएको थिएँ कि हामीले पढेको सुनेको इतिहास अनुसार चाहिँ उनले अब श्रीमतीलाई त्यो विभिन्न आरोप लगाइसकेपछि अर्को दिन चाहिँ तेरो श्रीमतीलाई यो बेइज्जती भयो बेइज्जतीमा यो गरेर निवस्त्र घुमाइने छ भन्ने कुराहरू हल्ला फैलाइसकेपछि उनले त्यो चाहिँ म देख्न सक्दिनँ सहन सक्दिनँ भनेर चाहिँ आफूले सो निर्णय लिएर जेलभित्र सिसाले चाहिँ घाँटी रेटेर आत्महत्या गरेका हुन् भन्ने हामीले पढिएको हो होइन यसमा लजिकल कुरा आयो सिसा थियो कि थिएन भन्ने त्यो विषयमा हामी प्रश्न के छौँ भने सिसा थियो किन भन्दाखेरि रणजित मल्लले झ्यालमा रङ्गीन सिसाहरू राख्ने होइन बुट्टा काट्ने चाहिँ हाम्रो जयस्थिति मल्लले सुरु गरे हुन् भने त्यो रङ्गीन सिसा राख्ने रणजित मल्लले भातगाउँका राजा उहिलिया कुरा हो होइन यो त 1800 तिरको कुरा हो सिसा थियो त्यो विषयमा हामी स्पष्ट हुनुपर्छ जस्तो मलाई लाग्छ है अब के यही हुनुहुन्छ हाम्रो अब म यतातिर सोसलको एकदम विज्ञ सरले के होला त सर हेर्दा पनि हाम्रो चाहिँ पुरै कार्ल मार्क्स जस्तो हुनुहुन्छ यतापट्टि अर्को सेकेन्ड कार्ल मार्क्स ठुलो कार्ल मार्क्स भनेको अब विजेत हुने भयो भनेर इतिहास त्यही नै हो त इतिहासकारका विभिन्न इतिहासकारका भनाइ अनुसार उनले आफूले सो निर्णय लिएर आत्महत्या नै गरेको हो आत्महत्या गरेकै हुन् ए के म त्यसमा चाहिँ गलत रहेछु है मैले अहिलेसम्म सोचेको म क्लियर मैले पढेको कुरोमा क्लियर किन तपाईँ अर्थशास्त्रको विज्ञान हुनुहुन्छ अर्थशास्त्रका परिभाषा त त्यस्ता इकोनोमिक्सको डिफिनेसन दिने राइटर कति छन् कति जम्मा 3 जनाको किन पढिन्छ त नि रोबिन्स किन पढिन्छ राइटर र मार्शलको नि पढिन्छ होला मार्शलको नि पढिन्छ इकोनोमिक्सको विद्यार्थी नभए नि मार्शल भन्ने त अनि पढाउनुहुन्छ त तपाईँ नियो क्लासिकल हो मार्शल तपाईँ होइन कन्ज्युमर मोर एन्ड मोर युनिट्स अफ गुड्स विल डिराइभ फ्रम लेस एन्ड लेस युनिट अफ द कमोडिटी भनेर तपाईँले पढाउनुहुन्छ के हो यस्तो राइट सर साथीहरूले राम्रो लजिक एकदम राम्रो छ के भन्छ बाधे जायते तत्त्व ज्ञान बोध भनेको यही हो के वाद विवादले नै सबै कुराको तत्त्व खोल्छ भन्ने कुरा चाहिँ यसरी देख्न पाइन्छ विद्वान वर्गहरूसँग हिँड्नु पाइएको छ सबै मास्टर्स डिग्री आफ्नो सब्जेक्टमा मास्टर्स डिग्री एकदम विद्वान वर्गसँग हिँड्नुको मजै फरक छ हाम्रो भलात्मी सर चाहिँ केही त्यति बोल्नु चाहनुहुन्न उहाँ त एकदम चाहिँ शालीन व्यक्तित्व पृथ्वीमा अब पृथ्वीमा थोरै मात्र यस्तो शालीन व्यक्तित्वहरूको जन्म हुन्छ उहाँ एकजना चाहिँ अब हाम्रो डेस्टिनेसन कता सर हाम्रो डेस्टिनेसन अब तल जाने कफी खाने अनि कफी खाइसकेपछि अनि त्यसपछि हामी बिस्तारै आफ्नो फेरि घरतिर लाग्ने हस् सर